समरको लङ भ्याकेसन ट्रिपमा जान नपाए पनि वान डे सर्ट ट्रिपमा चाहिँ गएर आएँ। सो कोरियामा चाहिँ अहिले समर भएर सबैको समर भ्याकेसनमा लङ ट्रिपहरू गएको भिडियोहरू देखिरहेको छु। अनि म चाहिँ एउटा छु, न त भ्याकेसनै पाएँ न त बोनस नै पाएँ के समरको लागि। भ्याकेसन नपाए पनि म चाहिँ मेरो डिएफ पारेर स्काई वक जान आँटेको। यस्तो जान मन लागिरहेको थियो कि त्यहाँ चाहिँ मलाई कति भइसकेको थियो। अनि फाइनली आज चाहिँ म जाँदैछु। अनि गाइज यो चाहिँ मेरो सोलो ट्रिप हो स्काई वकसम्म। मलाई चाहिँ यस्तो तिर्खा लाग्यो अनि मैले चाहिँ एउटा लेमोनाइड मगाएँ। अनि त्यो सँगै मलाई चाहिँ पपकर्न पनि सर्भिस दिनु भएको थियो कि त्यहाँको स्टाफले। म चाहिँ लेमोनाइड र पपकर्न इन्जोय गर्दै यस्तो राम्रो वेदर थियो कि त्यो दिन ओ माई गॉड म चाहिँ अब्सेस नै भएको थिएँ कि त्यो वेदर देखेर। अनि फाइनली म चाहिँ पुगेँ स्काई वक। त्यहाँ गएर यस्तो राम्रो भ्यू देखिँदो रहेछ कि मलाई एकदमै जान मन लागेको थियो। अझै स्पेसल्ली नाइटमा चाहिँ राम्रो भ्यू देखिने रहेछ। म चाहिँ एक्लै गएको थिएँ, त्यही भएर त्यहाँ गएर 2 देखि 3 घण्टा चाहिँ म बसेँ। अनि त्यस पछाडि चाहिँ ठ्याक्क राति 7:30 बजीतिर चाहिँ म फर्केको थिएँ कि त्यहाँबाट। मलाई चाहिँ नेचरसँग घुलमिल हुन एकदमै मनपर्छ। अनि त्यहाँ गएर चाहिँ कति छिटो टाइम स्पेन्ड भयो भने नै थाहा नै भएन। सो गाइज आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।